आज साइलीको भान्साघरमा पाक्दैछ न्युट्रेलाको असिन्जो। हजुरहरूलाई स्वागत छ साइलीको भान्साघरमा। आउनुहोस् सँगसँगै बनाऊ। यसलाई चाहिँ हामी स्न्याक्सको रूपमा पनि लिन सक्छौँ अनि तरकारी अचार जे गरी खाँदा पनि भयो। एकदमै मजा आउँछ खानको लागि। मलाई चाहिँ मनपर्छ पर्सनल्ली। अनि यसलाई चाहिँ हामीले सुरुमा सोक गर्ने अनि मजाले पानी निचोरेर फ्राई गर्छौँ। हामी नुन बेसार सबै राखेर फ्राई गर्ने अनि यतिको फ्राई भएपछि हामीले निकाल्न पर्छ। यो चाहिँ मेरो घरमा सबैजनालाई मनपर्छ। यो चाहिँ रेडी गरी त्यो फ्राई गरिसकेपछि हामीले टमाटर उसिन्छौँ अनि मिक्सरमा हालेर घुवाइया पार्ने अनि हाम्रो रेडी हुन्छ। प्याज हाल्ने, त्यस पछाडि आफूलाई जे मनपर्छ सबै थोक हाल्दा भयो के। यही हाल्न पर्छ भन्ने जरुरी छैन। आफूलाई के मिठो लाग्छ त्यही त्यही एड गर्दै जाने। मैले चाहिँ हालेँ लसुन, प्याज, अदुवा भरभरकै हाल्न पर्छ। लसुन प्याज चाहिँ मिठो हुन्छ। अनि धनियाँ पनि मजाले ह्यान्डफुल धनियाँ हाल्दा भयो। अनि हाल्ने नुन, खोर्सानी, मसला सबै एड गरेर कागती हाल्नुपर्छ। मजाले कागती लाग्नुपर्छ। मैले चाहिँ टमाटरको प्युरी बनाएको थिएँ अनि मजाले मिक्स गर्ने। मिक्स गरेपछि चाहिँ हातैले मिक्स गर्नुपर्छ है। फेरि कसैलाई त घिन लाग्छ हातले भन्ने हुन्छ। म चाहिँ मजाले हातले त्यो मिक्स नगरिन्जेलसम्म भित्रसम्म जान्छ नि त त्यसको रस अनि कस्तो जुसी हुन्छ के। अनि यसलाई छोइला पनि भन्दा रहेछन् के। म चाहिँ असिन्चो भन्छु। अनि टमाटर पोलेर हाल्यो भने चाहिँ यसलाई छोइला भन्यो होइन। अनि म चाहिँ यसलाई टमाटर बोइल गरेर ग्राइन्ड गरेर चाहिँ प्युरी बनाएर हालेको थिएँ। कागती मजाले निचोर्ने टक्क अमिलो भयो भने त एकदमै मिठो हुन्छ। ट्राई गर्नु होला। यो गर्मीमा एकदमै मजा आउँछ खानको लागि।